अब शिवजीलाई हेर्न आज हामी आएको छौँ मुस्ताङतिर। हेर्न सक्नुहुन्छ शिवलिङ्ग एन्ड माथि गणेश भगवान, त्यहाँ शिवजी हुनुहुन्छ। यस्तो राम्रो आर्टकोले गरायो होला धरतीमा। यस्तो राम्रो ठाउँ छ, हेर्नुहोस् त एकखेर। मेरो मनै छोयो क्या यस्तो राम्रो ठाउँ हेर्दाखेरि। मेरो अगाडि बहिनी हिँड्दै थिए अनि यहाँ माथि गणेश भगवान सँगसँगै हिँडेको छु म पनि गणेश भगवानसँग। गणेश भगवान अगाडि अगाडि, म गणेश भगवानको पछाडि पछाडि। मेरो बहिनी अगाडि अगाडि हिँडिछिन्। अरू त्यहाँ माथि फेरि कत्रो ठुलो डम्बरू रहेछ, हेर्न सक्नुहुन्छ। डम्बरू पनि कत्रो रहेछ भाइ। त्यहाँ शिवलिङ्ग कति धेरै रहेछ क्या, शिवलिङ्ग शिवलिङ्ग शिवलिङ्ग। जता हेर शिवलिङ्ग। जति भगवान्लाई शिवलिङ्ग चढाए दुध चढाए पनि भयो। मलाई भन्न पनि आएन के भन्छन् त्यसलाई। हामी मुस्ताङ अस्ति नै गएका थियौँ। मेरो बहिनीले पोज दिएकी छिन्, पोज हेर्नुभयो होला। अब चुप लाएर बस्छु म, हेर्नुहोस् आनन्द लागेर। हेर्नु त भ्यू कति राम्रो छ। आहा यस्तो राम्रो भ्यू, यस्तो राम्रो भ्यू। अरू यस्तो राम्रो सनसेट। अब सन देखेपछि यस्तो मन छोयो कि मेरो। बहिनी भिडियो बनाउन मोबाइल मागिरहेकी थिइन्, मलाई मोबाइल दिन मनै लागेको थिएन। म बहिनीलाई भिडियो बनाउन मोबाइल दिन्न भनेको थिएँ। अब हामी यहाँबाट मुस्ताङ घुम्दै घुम्दै राउन्ड लगाएर शिवजीको के भन्छ गणेश भगवान